ल साथीहरू अब चाहिँ यहाँ मेरो भान्जीले ट्याक्क गिटार बजाउँदैछ हैन भान्जी बजाउन आउँछ आउँदैन गिटार फर्स्ट टाइम बजाउन लाग्यो बजाउन चाहिँ आउँदैन ल। म जस्तो आउँछ त्यस्तै बजाउँछु तपाईहरु सुन्नु होला है त लेट्स स्टार्ट यतापट्टि औँला राख्नु पर्ने होला कि यतापट्टि कतै त यतापट्टि औँला राखेर ठ्याक्कै यहाँबाट मिलाएर बजाउने हो तर यिनले नि पहिलोचोटि बजाउँदैछ नि यिनी सिकारु हो तपाईँहरू हेरेर प्रतिक्रिया दिनु होला दुईटा औँलाले मात्र धोकेबाज भन्ने बजाउँदा अलि पीडा दाइकमा धोकेबाज हौडी नबजाउनु धोकेबाज अलि बढी नि सिरियस भयो ल ल ल धोकेबाज हौडी दुईटा औँलाले हो कि धोकाको खेती गर्ने रहेछौ दिल्लीले मनमुटु साट्ने रहेछौ तर तर म यस्तो होइन स्याड सङ्ग कहिले सुन्दिनँ त्यसैले मलाई आउँदैन ल ल गाइजहरु त्यही हो ल बाई बाई भन बाई बाई सबैलाई कमेन्ट अनि के अरे सेयर गरिदिनु होला धन्यवाद बाई बाई